अवस्थामा पेट कडा हुनु नर्मल हो कि खतरा हो त? नमस्ते, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। धेरै प्रेग्नेन्ट महिलाहरूलाई चाहिँ यस्तो हुने गर्छ है, अचानक पेट ढुङ्गा जस्तो कडा हुने अनि केही बेरपछि फेरि नरम हुने। धेरै अवस्थामा यो नर्मल हुनसक्छ, विशेष गरी गर्भ अवस्थाको बिचतिर वा अन्तिम महिनातिर यस्तो हुनुलाई प्रैक्टिस कन्ट्र्याक्सन भएको भन्न सकिन्छ। यसलाई ब्र्याक्सन हिक्स पनि भनिन्छ। यो कस्तो हुन्छ त? प्राय इरेगुलर हुन्छ, धेरै दुख्दैन र आराम गर्दा, पानी पिउँदा, पोजिसन चेन्ज गर्दा र पिसाब फेर्दा चाहिँ कम हुनसक्छ। कहिलेकाहीँ शरीरमा पानी कम हुँदा, धेरै थाक्दा, धेरै हिँड्दा वा ब्ल्याडर भरिएको हुँदा पनि पेट कडा महसुस हुनसक्छ। तर सबै पेट कडा हुनुलाई नर्मल भनेर इग्नोर गर्नु हुँदैन है। यदि पेट कडा हुने कुरा रेगुलर हुँदैछ, दुखाइ बढ्दैछ, कम्बर पनि दुखिरहेको छ, तल्लो पेट अनि प्राइभेट पार्टतिर प्रेसर छ, रगत बगेको छ, पानी जस्तो तरल पदार्थ बग्यो, बच्चाको मुभमेन्ट अचानक कम भयो वा 37 विकभन्दा अगाडि नै बारम्बार कन्ट्र्याक्सन जस्तो भयो भने चाहिँ तुरुन्तै डक्टर, मिडवाइफ वा हस्पिटलसँग कन्ट्याक्ट गर्नु होला है त।